जम्मा 15 आवर्स मात्रै काम गर्न पाउँछ स्टुडेन्टले या पर विक चाहिँ जम्मा 15 घन्टा काम गर्न पाउने गरेछ क्या। तर यो बनाइदिने मान्छेलाई त म हृदयदेखि धन्यवाद दिन्छु। हेलो एभ्रिवान, आज चाहिँ हामी ग्रोसरी सपिङ गर्न जाँदैछौँ। म चाहिँ अब एज युजुअल स्किन केयर गर्दै बिहान बिहान रेडी हुँदैछु सपिङ जानको लागि। मलाई चाहिँ त्यस्तो डेन्जर मेकअप त गर्न आउँदैन, जस्ट एज युजुअल स्किन केयर हो, मोइस्चराइजर, सनस्क्रिन, मस्कारा एन्ड अल। अलिकति यसो ऐना हेरेँ मैले। अनि यो चाहिँ हाम्रो तिमीरा एसेसरिजको नेपाली ढाका ब्याग हो। मैले नेपालबाट सिधै लिएर आएको थिएँ म यता आउँदाखेरि। मलाई ब्यागको कलर अनि सबै कुरा कस्तो राम्रो लाग्छ क्या, इजी टु क्यारी छ होइन। अनि जुनै पनि आउटफिटसँग चाहिँ मजाले म्याच गर्नलाई इजी छ क्या। अब ह्यान्ड क्यारी पनि गर्न मिल्यो, साइड ब्याग पनि बोक्न मिल्यो, जस्तो गर्दा नि भयो। एकदम इजी छ यो ब्याग चाहिँ, मलाई एकदम मनपर्छ। अनि अब सामानहरू यताउति मिलाएर म चाहिँ सुटकेस बोकेर अब हिँडेँ। बाहिर चाहिँ आज यस्तो छ, बिहान बिहान अलिकति अब कालो बादल छाइरहेको थियो माथि। अनि अब म चाहिँ निस्केँ, अनि चिसो चिसो पनि लागिरहेको थियो, हावा पनि अलिअलि लागिरहेको थियो। यस्तै छ यहाँ। आज चाहिँ हामी ग्रोसरी सपिङ गर्न जाँदैछौँ। अनि युरोपमा चाहिँ प्रायः सबै ठाउँमा यस्तै होला, हामी यसरी सुटकेस लिएर जान्छौँ क्या ग्रोसरी गर्नलाई, सो द्याट अब अलि टाइमसम्मै हामीलाई खान पुगोस् भनेर, दिनदिनै गइराख्नु नपरोस् भनेर होइन। अनि आजको वेदर चाहिँ अलि यस्तै छ, पानी पर्ला पर्ला जस्तो छ। अनि गाडी हेर्नु गाइस यहाँ। सो अनि त्यही हो गाइस। अब तपाईँहरूको पनि निधारमा यस्तो पिम्पल आउँछ कि आउँदैन चाहिँ थाहा भएन, तर मलाई चाहिँ साह्रै दुखिरहेको छ है गाइस यो चाहिँ। हामी चाहिँ गाडी कुर्दैछौँ। यहाँ चाहिँ कस्तो हुन्छ भन्दाखेरि होइन, अब गाडीहरूको चाहिँ डिफ्रेन्ट अब नामहरू लेखा हुन्छ। अनि डिफ्रेन्ट ठाउँको गाडीहरूको चाहिँ डिफ्रेन्ट नम्बरको गाडीहरू आउँछ क्या। अनि ट्राम्प पनि हुन्छ, बस पनि हुन्छ। अघिसम्म चाहिँ हामी ट्राम्पमा आयौँ। अनि अब यहाँ चाहिँ फेरि अब हामीले गाडी चेन्ज गरेर जानुपर्ने हुन्छ क्या, अर्को ठाउँ भएको भएर। अनि त्यहाँ चाहिँ गाडीबाटै नजिक हुन्छ, त्यही भएर अब त्यो नम्बरको गाडी आएपछि हामी गाडी चढेर जान्छौँ। अनि हजुरहरूले फेरि देखाउँछौँ। यहाँ चाहिँ यस्तो हुन्छ गाइस माथि, अनि यसरी ठाउँको नामहरू देखाएको हुन्छ। अनि हामी चाहिँ त्यही अनुसार गाडी आउँदैछ कि छैन भनेर चाहिँ चेक गर्न मिल्छ। यो मान्छे पनि सपिङ जाँदैछ। हाम्रो गाडी चाहिँ आउँदैछ, अब हामी यही गाडीमा जाने हो। बसकम.com। यस, बसकम.com। अब हामी यसमा चढ्दैछौँ। यहीँबाट जाँदा हुन्छ त, यहाँ खाली छ। अनि गाडीमा पनि यस्तो हुन्छ, अब हामी कतै चढ्नुपर्ने छ भने यति मिनटमा यहाँ चढ्ने भनेर यसरी देखाएको हुन्छ। अनि इजी छ यहाँ त सबै कुरा, तैपनि आफ्नो देशै प्यारो। तपाईँलाई कस्तो लाग्दैछ? This is how we go to shopping. Shopping.com. Shopping. यहाँ चाहिँ कस्तो हुन्छ भन्दाखेरि एउटै सामान होइन, डिफ्रेन्ट ठाउँमा डिफ्रेन्ट हुन्छ क्या प्राइस। अनि फेरि कुनै सामान कुनै ठाउँ स्टोरमा सस्तो, अनि त्यहाँ फेरि अर्को सामान महँगो, अनि फेरि अरू सामान अरू ठाउँमा महँगो सस्तो त्यस्तो हुन्छ क्या। अनि त्यही भएर एउटा सामान किन्नको लागि एउटा स्टोरमा, अर्को सामान किन्नको लागि अर्को स्टोरमा त्यसरी जानुपर्छ क्या। अनि एकै यस्तो सब ग्रोसरी जाने बेलामा एउटै मात्र स्टोर जाने भन्ने चाहिँ हुँदैन क्या। अनि त्यही भएर अलिक टाइम छुट्याएर आउनुपर्छ यहाँ चाहिँ यस्तो ग्रोसरीहरू गर्ने हो भने चाहिँ। अनि त्यही भएर सपिङ गर्ने दिनमा सुटकेस बोकेर हिँड्ने, अनि आधी दिन चाहिँ जान्छ नर्मली। अनि त्यही भएर त्यही मेन्टालिटी राखेर टाइम निकालेर आउनुपर्छ क्या। यस्तो छ यहाँ चाहिँ।
अब हामी चाहिँ यसमा होइन तर हामी चाहिँ डलर स्टोर जाँदैछौँ। डलर स्टोरमा चाहिँ हामीले अस्ति एउटा सामान देखेको थियौँ क्या, अनि तर त्यो साइज चाहिँ हामीलाई चित्तै बुझेको थिएन। अनि अब आयो कि भनेर जाँदैछौँ फेरि हेर्नलाई। होप आइसक्यो होला। अब डलर स्टोरमा के किन्दै हुनुहुन्छ त तपाईँले? डलर स्टोर महँगा है, यहाँ खरीदना नहीं देखना है। यो चाहिँ कहाँबाट होइन, भारतमा भेटेको मान्छे के कसरी लभ परेन थाहा छैन मलाई। जतिखेर नेपाली सिक्नु भनेर छँदै छैन, भारतमै भेटेको मान्छे हो। अब भेट्यो भारत। अब यस्तै छ, के गर्नु, अब बिहे भइसकेपछि त यस्तै छ गाइस, क्या गरे। त्यो छ यसरी सबै सामानहरू पाउँछ क्या, हुन्छ नि। क्यान्डलबाट पुग्ने क्या। क्यान्डलहरू छ, सबै हुन्छ। यिनीहरू चाहिँ क्यान्डलहरू हो गाइस, राम्रो राम्रो छ क्यान्डलहरू पनि। क्यान्डल फुल्ने भोलि बिहान। गाइस भोलि चाहिँ मेरो बर्थडे हो। अनि यो मान्छेले के गर्छ मलाई थाहा छैन, किनकि लास्ट टाइम बर्थडेमा म दुरु रुवाएको थिएँ, यसले गर्दाखेरि। भन्छ दुरु रुवायो। अन्त सामानहरू चाहिँ के हो के क्या गाइस, यिनीहरू छ। भर्ने हेर्नु न यस्तो मजाको छ। 18 बर्थडे मनाउने। अब 18 बर्थडे मनाउने कि के बर्थडे मनाउने, ल टिस्युहरू भयो। कसैको पेट फुलेको छ भने चाहिँ यसलाई यसरी लाउने, अनि यसरी लगाइसकेपछि चाहिँ स्लिम भयो, 6 प्याक। यिनीहरू चाहिँ के गर्ने होला नि यसमा? समरमा काम त्यो त एकखेप मेरो यो चाहिँ मिट समरमा युज गर्छ सबैले। अहिले मिट समरमा सबै लगाएर आउँछ यस्तो। त्यो बनाउनु आउँछ नि होइन, घाँसको। यो महँगो पर्छ, यो बनाएर बहुत सस्तो हुन्छ। के हो भन्थ्यो म त बिर्सेँ। मोबाइलमा अर्कै देखिरहेको छ, तर रियलमा कस्तो राम्रो खालको कलर छ यो। यता हास, तर मोबाइलमा कस्तो अर्कै कलर देखिरहेको छ। कस्तो घडीहरू पनि कस्तो राम्रो राम्रो छ, भित्ती घडीहरू क्या, हेर्नु न। फ्रेमहरू भयो, अहिले त्यो आर्टिफिसियल कस्तो देखेको छु गाइस। ट्राई चाहिँ गर्न पाउँछ कि पाउँदैन, यहाँ फेरि मलाई समातेर राख्छु। यति राखिरहेको थिएँ गाइस, कस्तो राम्रो राम्रो छ है त। यस्तै छ, सपिङ त पुरै त सकेको छैन होइन। अब यो एउटा सुटकेस चाहिँ भरेको छ, अनि अर्को यो एउटा झोलामा सामान छ, अनि अर्को चाहिँ अब रुकेशभित्र लिन जाँदै हुनुहुन्छ, सामान लिएर आउनुहुन्छ उहाँले किनेर। अनि म चाहिँ यहाँ बाहिर कुरिरहेको छु। हेर्नु न, यहाँ मेरो पिम्पल आएर यस्तो छ। यो पिम्पल हटाउने केही उपाय छ भने हजुरहरूले प्लिज मलाई भन्नुहोस् प्लिज। यस्तो दुख्ने भएको छ गाइस, कत्रो लामो ट्रेन हेर्नु न। कति लामो ट्रेन हौ। उता परसम्म गइसक्यो कि ट्रेन त एकदम लामो रहेछ। लु
मैले नि फर्स्ट टाइम देखेको गाइज यति लामो ट्रेन चाहिँ होइन। सो यहाँको वेदर चाहिँ यस्तै हुन्छ प्रायः। अब कतिखेर पानी पर्छ कतिखेर घाम लाग्छ भन्नै सकिँदैन क्या। अब वेदर फोरकास्ट हेरेर हामी हिँडे पनि कतिखेर वेदरले च्यालेन्ज गरिदिन्छ होइन। हामी चाहिँ अब मेन्टल्ली चाहिँ प्रिपेयर भएर बस्नुपर्छ कि जतिखेर पनि जे पनि हुनसक्छ भनेर क्या। अब यस्तै छ यहाँको चाहिँ। फेरि यो बादलहरू चाहिँ कति चाँडो चाँडो मुभ हुन्छ क्या। अब मलाई मात्रै त्यस्तो लागेको कि साँच्चीकै नै त्यस्तो हुने चाहिँ मलाई थाहा भएन है। तर बादल चाहिँ यति चाँडो चाँडो मुभ हुन्छ क्या। अब अहिले त यो कालो बादल लागेर होला होइन त्यस्तो धेरै देखिरहेको छैन। तर एक दिन म देखाउँछु तपाईँहरूलाई यस्तो चाँडो मुभ हुन्छ होइन। त्यो हामीले टाइम ल्याप्स खिच्छौँ नि हो सेम त्यस्तै हुने क्या। हुँ गएको जस्तै हुने। अब रमाइलो नि हुन्छ। यस्तै छ बेला बेलामा आफ्नो देशको नि याद आउँछ घर परिवारको याद आउँछ अनि इमोसनल हुन्छ। बट स्टिल अब के गर्नु। आजको हाम्रो सपिङ चाहिँ अलमोस्ट भयो। अब यो चामल के किन्यौँ हामीले होइन। अब त्यो चाहिँ 1 महिनालाई पुग्छ गाइस टुक्कै। अनि अरू भनेको चाहिँ ग्रोसरिज यताउति त हामी हप्तामा 1 दिन अब तरकारीहरू यताउति क्या। अब अरू नर्मली फ्रोजन गरेर राख्न मिल्ने कुराहरू त हामीले मजाले किनेरै राख्छौँ यसरी महिनाको एकचोटि। अनि तरकारी सब्जीहरू फ्रेस खानुपर्ने कुराहरू चाहिँ हप्ताको एकचोटि लिन जान्छौँ। बिचरा यताबाट आउँछ गाडी चाहिँ। बादल हेर्नु न। थ्याङ्क यू गाइस। हामी गाडीबाट झरिसक्यौँ होइन। अनि अब हामी ट्र्याम्पमा जाने। ट्र्याम्पमा जानको लागि हामीले यो चाहिँ खास ट्रेनको ट्र्याक हो। ट्रेनमा आउने जाने गर्ने हो भने चाहिँ यो भयो। अब हामी चाहिँ उता जाँदैछौँ। उता चाहिँ ट्र्याम्पसम्म आउने। यो चाहिँ ट्र्याम्प आउँदैछ एउटा। तर हामी यसमा जाने होइन। हामी अब रोड काट्छौँ अनि जाने। रोड काट्ने जाने। यो साइकलहरू चाहिँ हामीले लोन लिएर चलाउन मिल्छ है। अनि यस्तै छ यो सबै चाहिँ यतिकै भाडामा राखेको साइकलहरू हो। यो सबै मान्छेहरू चाहिँ ट्र्याम्प कुरिरहेकोहरू हो। यस अब हाम्रो गाडी चाहिँ 4 मिनटमा आउँदैछ गाइस। उताबाट आउँछ ल। यस यो चाहिँ यहाँको लाइब्रेरी हो होइन। अनि यहाँ चाहिँ ठाउँ ठाउँमा यस्तो पब्लिक लाइब्रेरीहरू हुन्छ क्या। अनि यहाँबाट हामीले बुकहरू लोन लिन मिल्छ अनि रिन्यू गर्न मिल्छ। अनि यो ठाउँमा चाहिँ कतिवटा बुक मात्रै होइन कि अरू सामान पनि लिन मिल्छ लाइब्रेरीमा। तर यहाँ हामी बसेको ठाउँमा चाहिँ सामानहरू चाहिँ लिन पाउँदैन रहेछ। तर फोटोकपी गर्नुपर्ने कम्प्युटरको जति पनि कामहरू गर्नुपर्ने हुन्छ त्यो सबै चाहिँ हामीले मजाले गर्न पाउँछ। यहाँ चाहिँ हामीलाई लाइब्रेरी कार्ड दिएको हुन्छ होइन। हामीले बनाउनु पर्ने हुन्छ। अनि त्यो लाइब्रेरी कार्ड युज गरेर चाहिँ हामीले अब यो ठाउँमा मैले बुक लिएको छ भने यही सिटीको चाहिँ अर्को लाइब्रेरीमा गएर मैले छोड्न पनि पाउँछ क्या। अनि अब मैले बुक गर्नु छ भने चाहिँ मैले एपबाट बुक गरेर त्यही ठाउँमा चाहिँ लिन जानुपर्ने हुन्छ जुन ठाउँमा चाहिँ मैले बुक गरेको हुन्छ। तर बुक छोड्नलाई चाहिँ जुनै पनि लाइब्रेरी यो सिटीभित्रकोमा गएर चाहिँ छोड्न पाउँछ। त्यो चाहिँ एकदम राम्रो गुड साइड हो यहाँको चाहिँ। यहाँ गरेको जुन होइन 15 घन्टा यस्तो छ। हामी अहिले यहाँ बस्न अब हामी जुन कन्ट्रीमा चाहिँ स्टुडेन्टलाई पहिला चाहिँ अनलिमिटेड वर्क आवर पर्मिट थियो नि त। अब यो समरभन्दा अगाडिबाट चाहिँ अब 15 आवर्स मात्र गर्ने कुरा भएको छ होइन स्टुडेन्टलाई चाहिँ वर्क पर्मिट। तर अब या पर विक चाहिँ जम्मा 15 घन्टा काम गर्न पाउने गरेको छ क्या। तर यो समरभरि चाहिँ सेमिस्टर ब्रेक हो नि त। त्यही भएर चाहिँ यतिखेर चाहिँ अब बिदा नै भएको भएर चाहिँ जति पनि काम गर्न पाइयो अनलिमिटेड। तर अब
स्टडीको आवरमा मतलब अब जबदेखि कलेज स्टार्ट हुन्छ अनि त्यहाँदेखिबाट चाहिँ जम्मा 15 आवर्स मात्रै काम गर्न पाउँछ स्टुडेन्टले। त्यो चाहिँ अलिकति झ्याउ भएको छ, तर अब स्टिल अब त्यो कुरालाई अब 20 आवर्ससम्म पनि गर्न मिल्नु पाउनुपर्छ भन्ने कुरामा अब कुनै पार्टीले त्यसो पनि कुरा राखेको छ। अब थाहा छैन अब कति के हुन्छ होइन। अब लेट्स होप राम्रै होस्। अब सकेसम्म अनलिमिटेड आवर गर्दाखेरि एकदम राम्रो थियो, किनकि स्टुडेन्टहरू त प्रायः अब सिङ्गल पनि आउँथ्यो नि त। अब हामी पो अब त्यो सब 2जना छौँ, तर सिङ्गल आउनेहरू पनि टन्नै छन् क्या। तर पनि अब स्टुडेन्ट 2जनै आयो भने पनि डिपेन्डेन्टले पनि काम गर्दाखेरि त अब त्यो त पाइहाल्छ, तर स्टुडेन्टले पनि अनलिमिटेड गर्न पाउँदाखेरि त अब त्यो त एकदम राम्रो कुरै थियो, बेस्ट पार्ट नै थियो यहाँको। अब हेरौँ के हुन्छ। ल हाम्रो ट्राम्प आयो, अब हामी यही ट्राम्पमा जान्छौँ। जम जम गाइज जम जम। ल यताबाट जाने अरे हामी। आफ्नो ठाउँ चाहिँ के भनेको त यस्तो यस्तो पो छ, यस्तो मान्छे पऱ्यो भने चाहिँ भोकै हुन्छ जिन्दगीभर गाइज। आफै पाउनुपर्छ नि होइन गाइज, जतिखेर नै हाम्रो ठाउँ भन्नुपर्ने। त्यही भएर गाइज जिन्दगीमा जीवन साथी खोज्ने हो भने आफूलाई भन्दा ज्यादा माया गर्ने मान्छे खोज्नुपर्छ है त। बुझा हो कि होइन? यस्तो आफू मात्रै खाने मान्छे पऱ्यो भने चाहिँ दुःख पाइन्छ। मोटाको चाहिँ को मोटाउन त बुझ्दैन। यो पुरै भर्याङ चढ्नु छ हामीले। ल यहाँ चाहिँ सुटकेसको लागि एउटा व्यवस्था पनि छ है। यहाँ चाहिँ कस्तो भन्दाखेरि व्हिलचेयरहरू त्यस्तो भएको मान्छेहरू पनि माथि तल जानलाई इजी होस् भनेर यस्तो बनाइदिएको हुँदो रहेछ क्या हो। तर जे होस् एकदम राम्रो। यो बनाइदिने मान्छेलाई त म हृदयदेखि धन्यवाद दिन्छु। ल यहाँ माथिबाट यस्तो देख्छ। हिउँ पर्ने टाइमतिर चाहिँ पातहरू सबै झरेर मजाले देख्थ्यो क्या आर पार। तर अब अहिले त झपक्कै पातहरू पलाएर केही नदेख्ने भएको छ। अब यो चाहिँ टनल भइहाल्यो। अब यहाँबाट जान्छौँ, कस्तो लाग्दैछ? सास फेर्छु। लु यस्तो छ बादल, हेर्नु त कस्तो राम्रो। अघिसम्म मैले भनेको थिएँ नि छिनको छिनमै कालो बादल लाग्छ, छिनको छिनमै सफा हुन्छ, अनि बादल चाहिँ फेरि कति चाँडो चाँडो जान्छ यहाँ। अब अघि पानी पर्ला जस्तो भएको थियो, अहिले फेरि काम लागिसक्यो। देख्नुभयो त गाइज, यहाँ चाहिँ हिउँ पर्दा यस्तो देख्छ, अनि अहिले समरमा चाहिँ यस्तो देखिरहेको छ गाइज। ल हेर्नु है त। ओहो गाइज म चाहिँ साह्रै गाह्रो भयो। अब म यसरी दिन्छु। यस्तो हुनुपर्छ ल, श्रीमान भनेको यस्तो हुनुपर्छ। बुढीलाई थोपो दुःख नदिने क्या, यति असल यति राम्रो ओहो हो हो भनेर म भन्दिनँ गाइस। किनकि मान्छेहरूलाई अलिकति फुर्कायो भने नाकले त भुइँ छुन्छ फेरि। त्यही भएर म केही भन्दिनँ। ल हेर्नु घाम लागेर यस्तो बादल कस्तो सफा भएको छ। ल म चाहिँ भिडियो खिच्ने चक्करमा यता पछाडि परेँ। म चाहिँ हुत्तेर गइरहेको जस्तो लाग्ला तपाईँलाई, तर होइन है गाइस। यहाँ चाहिँ अलि ओह्रालो भएको भएर हुत्तेर गइरहेको मात्रै हो। अब आजको लागि यति नै गाइस। यो भ्लगको लागि चाहिँ अब आज मेरो अर्को काम पनि छ। हामी चाहिँ हाम्रो अपार्टमेन्टमा पुग्यौँ। अब
अब हामी जान्छौँ यसो मेल बक्स चाहिँ यहाँभित्र हुन्छ है हाम्रो कुनै कुनै अपार्टमेन्टमा चाहिँ बाहिर हुन्छ र हामी बस्ने अपार्टमेन्टमा चाहिँ भित्र छ अब रुम जान्छौँ हामी गाह्रो भइगयो